मर्निङ अल अफ यु। आज हामी कुरा गर्छौँ इनर्जी सम्बन्धी एउटा थ्योरम जुन चाहिँ वर्क इनर्जी थ्योरम हो। यहाँ लेखौँ वर्क इनर्जी थ्योरम। यसलाई हामी प्रुभ गर्न गइरहेछौँ। यो वर्क इनर्जी थ्योरम भन्नाले के बुझिन्छ? पहिलो कुरा हामीले यो बुझ्नुपर्छ कि वर्क इनर्जी थ्योरम भनेको कुनै बडीले वर्क गरिरहेछ र त्यो सँगै किनेटिक इनर्जीमा पनि त केही परिवर्तन आउँछ। त्यही भएर यो स्टेटमेन्टमा भन्न खोजेको कुरा यो हो कि वर्क डन बाई द बडी इज इक्वल टु द चेन्ज इन किनेटिक इनर्जी अफ द बडी। भनेको बडीले जति वर्क गरिरहेछ त्यो किनेटिक इनर्जीमा परिवर्तन हुने इनर्जीसँग बराबर हुन्छ। त्यसैले यसरी पनि लेख्न सकिन्छ कि वर्क डन बाई द बडी इज इक्वल टु द चेन्ज इन किनेटिक इनर्जी अफ द बडी। बडीमा किनेटिक इनर्जी कति चेन्ज भइरहेछ त्यो वर्क डनसँग बराबर हुन्छ। अब यसरी नै हामी स्टेटमेन्टमा लेखौँ। स्टेटमेन्ट it states that the total work done by the body, किन बडीले जति वर्क गरिरहेछ बडी इज इक्वल टु द भनेको त्यो किनेटिक इनर्जी चेन्ज इन किनेटिक इनर्जीमा सँग इक्वल हुन्छ। इक्वल टु द चेन्ज इन किनेटिक इनर्जी अफ द बडी। इनर्जी अफ द बडी भनेको वर्क डन, बडीले जति वर्क डन गरिरहेछ त्यो चेन्ज इन किनेटिक इनर्जीसँग बराबर हुन्छ। किनेटिक इनर्जीमा जति चेन्ज आउँछ त्यो चेन्ज वर्क डनसँग बराबर हुन्छ कुनै बडीको। हामीले एउटा थ्योरम प्रुभ गर्छौँ यहीँ, जुन चाहिँ यसरी हो कि यसरी बुझ्नुपर्छ। जस्तै एउटा यहाँ बडी छ जसको मास m अनि इनिसियल भेलोसिटी u भयो अनि केही डिस्प्लेसमेन्ट पार गर्यो, यसरी डिनोट गरिन सकिन्छ। डिस्प्लेसमेन्ट पार गर्यो भने अर्को पोजिसनमा गयो त्यही बडी जुन जसको मास त सेमै हुन्छ m अनि चाहिँ फाइनल भेलोसिटी v भयो, किनभने एक ठाउँबाट अर्को ठाउँमा पोजिसन चेन्ज गरियो। त्यही भएर हामी आज प्रुभ गर्न गइरहेछौँ थ्योरम जुन चाहिँ w बराबर हाफ बटे mv स्क्वायर माइनस हाफ बटे mu स्क्वायर। हामी यसलाई यसरी पनि लेख्न सकिन्छ, धेरै बुकहरूमा यसरी पनि दिएको हुन्छ 1/2 mv स्क्वायर बराबर w प्लस 1/2 mu स्क्वायर। यसरी पनि लेख्न सकिन्छ वा यसरी पनि लेख्न सकिन्छ। दुवै कुरा एउटै हो, खालि पोजिसन चेन्ज गरिदिएको छ। भनेको w लाई यो साइड दिइहालेको छ w लाई, किनभने यहाँ छ w लाई त्यो भित्र गरिदिएछ अनि mv स्क्वायरलाई बाहिर यहाँ निस्काइदिएछ बाहिर। कुरा त्यही हो। हामीले ल्याङ्ग्वेजमा यसरी लेख्न सकिन्छ। लेट अस सपोज, कन्सिडर पनि गर्न सकिन्छ। लेट अस सपोज द बडी अफ मास m, किन बडीको मासलाई हामीले m मानेको थियो, मास m अनि एट इनिसियली पोजिसनमा थियो सुरुमा, इनिसियली एट एन्ड इनिसियली एट मोसन भनेको स्टार्ट मुभ गर्न स्टार्ट गर्यो भने इनिसियली सुरुमा मोसन इनिसियली मोसनमा थियो। यदि केही फोर्स लगाए बापत फोर्स एक्ट्स अन अ बडी भनेको केही फोर्स लगाएपछि त्यो
जुन बडी इनिसियल पोजिसनमा थियो त्यसमा केही फोर्स लगाएपछि बडी एक ठाउँबाट अर्को ठाउँमा जान्छ, पोजिसन चेन्ज गर्छ। देन द बडी moves with अनदर पोजिसन भनेको अर्को पोजिसनमा जान्छ, भनेको अर्को ठाउँमा जान्छ। यहाँ इनिसियली यहाँ थियो अनि केही फोर्स लागेपछि डिस्टेन्स कभर गरेपछि त्यो अर्को पोजिसनमा गयो, डिस्प्लेसमेन्ट कभर गरेपछि अर्को पोजिसनमा गयो, त्यही हो अनदर पोजिसन अफ फाइनल भेलोसिटी भनेको फाइनल भेलोसिटी हामीले v ले डिनोट गरेको थियौँ, किनभने यहाँ फाइनल भेलोसिटी v ले डिनोट गरेको थियो। फाइनल भेलोसिटी कैपिटल V रिस्पेक्टिभली लेख्न सकिन्छ, रिस्पेक्टिभली। अब हामीले लेखौँ म्याथमेटिकली, किनभने बडीले कति वर्क डन गरिरहेछ। हामीले पहिला यो कुरा निकाल्नुपर्छ कि यो बडी यो एक ठाउँबाट अर्को ठाउँमा गयो भने त्यसमा वर्क डन कति भइरहेछ, त्यो कुरा हामी पहिला निकालौँ। द वर्क डन by the body is, अब कति हामीले थाहा हुनुपर्छ कि वर्क डन भन्नाले प्रोडक्ट अफ फोर्स एन्ड डिस्प्लेसमेन्ट भनेको यो फोर्स र डिस्प्लेसमेन्टको प्रोडक्ट निकाल्नुलाई नै भन्छ वर्क डन भनेको। बडीमा कति वर्क डन भयो, वर्क भयो, त्यही नै हो। अब यसरी लेख्न सकिन्छ हामीहरू W बराबर, किनभने वर्कलाई त W ले डिनोट गरिन्छ, W बराबर F किनभने फोर्स इन्टु डिस्प्लेसमेन्ट भयो, F यसरी पनि लेख्न सकिन्छ। अब हामीले पढेको हुनुपर्छ कि कुनै बडी हरिजन्टली मुभ गरिरहेछ भने केही फोर्स लाग्छ, मास इन्टु भेलोसिटी अनुसार। किनभने यसमा मास छ अनि इनिसियली भेलोसिटी छ अनि फाइनल भेलोसिटीमा मुभ गरेपछि फाइनल भेलोसिटीमा पुगेछ, किनभने हरिजेन्टली मुभ भइरहेछ, त्यही भएर यसमा न्युटन सेकेन्ड ल लाग्छ। अब अकर्डिङ टु न्युटन सेकेन्ड ल लियो भने अकर्डिङ टु न्युटन्स सेकेन्ड ल अफ मोसन, नलेखे भने चाहिँ ल अफ मोसन, लेखे पनि केही हुँदैन, नलेखे पनि केही हुँदैन। ल अफ मोसन अनुसार अब फोर्स बराबर त हामीले थाहा हुनुपर्छ कि फोर्स बराबर प्रोडक्ट अफ मास एन्ड एक्सिलेरेसन हुन्छ, F बराबर ma हुन्छ। अनि कति स्पिडले मुभ गरिरहेछ, F बराबर ma हुन्छ, F बराबर ma। मास र एक्सिलेरेट कतिले स्पिडले मुभ गरिरहेछ, त्यही नै हो फोर्स। त हामीले यसरी F इन्टु A लेख्न सकिन्छ र यसलाई इक्वेसन सेकेन्ड मान्नुपर्छ र पहिलोकोलाई इक्वेसन फर्स्ट मान्दा हुन्छ। अब फ्रम इक्वेसन फर्स्ट एन्ड सेकेन्ड अनुसार W बराबर MAS लेख्न सकिन्छ। अब यसलाई इक्वेसन थर्ड मानिदियो MAS, किनभने यहाँ M को त यमै राखे अनि S बराबर, किनभने F बराबर हामीले चाहिँ यमै निकालिसकेछौँ, F बराबर यमै, त्यही भएर यो W बराबर F को ठाउँमा MS राखे, यहाँ MS अनि S को जस्ताको जस्तै राखिदियो अनि यसलाई थर्ड इक्वेसन माने। र हामीले यो पनि थाहा हुनुपर्छ कि बडी हरिजेन्टली मुभ गरिरहेछ भने त्यसमा इनिसियली भेलोसिटी अनि फाइनल भेलोसिटी लाग्छ अनि डिस्प्लेसमेन्ट पार गरेपछि एउटा इक्वेसन हुन्छ बडी अनुसार द इक्वेसन अफ मोसन। के भन्छ बडी मोसन भयो भने इक्वेसनहरू हामीहरू पहिला थाहा भएको हुनुपर्छ कि धेरै इक्वेसनहरू हुन्छ, जस्तै v स्क्वायर u स्क्वायर प्लस 2as s इक्वल ut प्लस हाफ gt स्क्वायर yt स्क्वायर हरिजेन्टली छ वा भर्टिकली छ भने त्यही हामी एउटा इक्वेसन हो v स्क्वायर इक्वल टु u स्क्वायर प्लस 2as लिन सकिन्छ। अब
यो एस को ठाउँमा एस बराबर हामीले लेख्न सकिन्छौँ हाफ भी स्क्वायर माइनस यू स्क्वायर। यसरी लेख्न सकिन्छ किनभने यो युएस यहाँ आयो भने यो भी स्क्वायर माइनस यू स्क्वायर भयो बाई 2 त त्यतिकै नै रह्यो। अब यसलाई इक्वेसन 4 मानिदेऊ। फ्रम इक्वेसन थर्ड एन्ड फोर्थ। थर्डमा निकालिसकेपछि डब्लु बराबर एम एस अनि फोर्थ इक्वेसनमा एस बराबर हाफ भी स्क्वायर माइनस यू स्क्वायर निकालिसकेको छ। अब यही भ्याल्यु पुट गरौँ डब्लु बराबर भयो यम को यमै लेख्न सकिन्छ यम अनि एस को ठाउँमा एस को हामी भ्याल्यु यहाँ निकालेछौँ एस को ठाउँमा यति त यही लेखौँ 1/2 भी स्क्वायर माइनस यू स्क्वायर डब्लु बराबर किनभने एस त हामी निकालिसकेको थियो 1/2 भी स्क्वायर माइनस यू स्क्वायर त्यही भएर डब्लु बराबर यम एस को ठाउँमा हामी यति लेख्यौँ एस को ठाउँमा। अब यी बराबर हाफ भयो यम भी स्क्वायर माइनस हाफ यम यू स्क्वायर हामीले मल्टिप्लाई गर्न सकिन्छ यो यमले यो दुवैमा यो हाफ यमलाई योमा गर्न सकिन्छ फेरि यो हाफ यमलाई यो यू स्क्वायरमा पनि गर्न सकिन्छ। त्यो लेखिदियो डब्लु बराबर हाफ यम भी स्क्वायर माइनस हाफ यम यू स्क्वायर। यसमा यही भन्न खोजेको छु यसरी हाफ यम भी स्क्वायर माइनस हाफ यम यू स्क्वायर भयो। वर्क इनर्जी थ्योरम यही नै हो भनेको चेन्ज इन काइनेटिक इनर्जी अथवा बडी कुनै बडी काइनेटिक इनर्जीमा चेन्ज आउनु त्यो वर्क डन बाइ द बडी भनेको बडीमा कति वर्क भइरहेछ भन्ने कुरामा इक्वल हुन्छ र वर्क डन यसरी यही नै भयो वर्क इनर्जी थ्योरम जुन चाहिँ हामीले हेरेको हुनुपर्छ। र आजको लागि यतिकै हामी अर्को दिन अर्को टपिक लिएर आउला। धन्यवाद।